Welcome to the auntie. Now we are going to Manakamana. Please tell me. Please subscribe to auntie vlogs. Comment गरिदिनु होला अरूलाई शेयर गरिदिनु होला सक्छ अब हामी चाहिँ जान आँटेको गाइस अन्त पनि छिट्टै जस्तो लाग्थ्यो। यो चाहिँ केराको बजारमा रोकिराख्नु भएको छ हामीलाई। अनि केरा खाँदै हुनुहुन्छ बिहानको 5-7 बजी। बिहानको 7 बजी केरा यसरी रुच्छ भन्ने मलाई थाहा थिएन। हाम्रो टोलीहरू चाहिँ केरा काट्दै हुनुहुन्छ त्यहाँ। एक घडी केरा त उडाइसक्नु आँट्यो। बिहानै काँक्रा खोज्दै काँक्रा खाएर पनि अगाइसक्यो नि फेरि केराको गाडीमा। हो केरा त त्यता पनि नदीमा घुमिरहेका छौँ। छोरी कस्तो छ होला अहिले? दामी छ। हामी मन्दिर गएको अहिले हामी चाहिँ गेटमा छिर्दैछौँ। बस्दाखेरि एकदमै मिसिङ मैजान युनि के आज बोल्छ छैन राम्रो अनि के भयो? त्यस्तै भयो। के गर्नु अब भाग्य नै खोटो रहेछ नि त भन्नु नमिल्दैन होइन। सबैजना त्यहाँदेखि सबैजना छौँ। फाइनल चाहिँ आइपुग्यौँ। यो चाहिँ टिकट काट्ने ठाउँ अरे। अनि यता घुमेर जानुपर्छ अरे साथीहरू। यो त हाम्रो गाउँघरमा कति पाउँथ्यो। यहाँ मेरो छोरी चाहिँ टोपी लाएर नानासँग जाँदैछ। एकजना बस्दा हुन्छ ल हौ। हामी चाहिँ 5 मिनट गएर नै लाइनमा अनि सबैजना लाइनमा बसिरहेछ। माथि जान्छौँ। लाइन बसिरहनु भएको छ सबैजना। यहाँ हाम्रो आन्टी भ्लगर हुनुहुन्छ। मलाई आन्टी भन्न न। छिचिम बुझ्दैन नि त यिनीहरूले त्यही भएर भन्यो। उता जाऊ। आऊ छ
सबैको टिकट हो कि हामी चाहिँ यस्तो लाइन बस्नु पर्दो रहेछ हामी त थाहा थिएन फर्स्ट टाइम आएको साथीहरू केबल कार चाहिँ यसरी जाँदैछ आउँदैछ यस्तै छ फाइनली हामीले टिकट पनि लिइसक्यौँ अब चाहिँ हामी त्यसरी नापेर लिएको पैसा हाम्रो नपाएको त्यसरी केटीहरू रुपेश टिकट त सबैको लिइसक्यो होला अनि सबै लिइसक्यो यसरी नापेर लिनुपर्ने छ नि सानो बच्चा बच्ची हाम्रो टिकट आयो अनि हामी चाहिँ जान्छौँ साथीहरू हेर्दै गर्नु होला हामी यहाँदेखि 15 जना अगाडि हामी 16 जना भइया छ एउटा बच्चा खोइ त त्यो लाइनमा छौँ 16 जना पुरा आएको हुन्छ लाग्दैन सर बस्दैछौँ दर्शन हाम्रो नामथाङ चाहिँ ढाडमा छ मसँग त मान्दै छैन त पुग्यो छोरी त के भएको हिजो ती 3 जना त बस्ने रहेछ फाइनली भित्र छिर्यौँ ओके फोटो त खिच्नै पर्ने हुन्छ पानी परेको रहेछ जाँदैछौँ हामी चाहिँ टक्क लाएर कस्तो लाइन पानीको दुःखै नहुने रहेछ नि हो काठमाडौँमा पानीको कति दुःख छ यहाँ त्यत्तिकै बगिरहेछ होइन हाम्रो लाइन आमाहरू चाहिँ अगाडि हो आमा र पापा जानु खोइ कहाँबाट यस्तो भिड हामी चाहिँ भित्र पस्छौँ हुँदै रहेछ साथीहरू बिस्तारै खानु होला नि अन्त सर्किन्छ क्या सर्किन्छ बिस्तारै यस्तो भिडभाड हुँदै रहेछ नि त साथीहरू मनोकामनामा टक्कसँगले केबल कार चढ्ने बेला चाहिँ यतिखेर लाइक लाइन बसेर लाइन पनि अति लामो रहेछ बाँधेको पानी आएर ठिक छ अघि जस्तै अगाडि बस्नु हुन्छ नानीको आमा त जाउँ न सानो सानोहरू होला अलिक मोटो मोटो हुन्छ
साथीहरू अब केबल कार चढ्छु यो पानी परेकोले नि ल फाइनली हामी चाहिँ साथीहरू केबल कार चढेर जाँदैछौँ है त मनोकामनातिर आमा बुवा हुनुहुन्छ चट्ट लाएर यता नामसाङ हुनुहुन्छ फाइनली हामी चाहिँ फुलहरू किन्छौँ साथीहरू अनि टक्कसँगले आइपुगिसक्यौँ अनि छाताको पनि सुविधा छ अरे कति हो हामी केही छैन हामी दर्शनको लागि आएको कता लिने नाना ल यहाँ चाहिँ हामी तल हो छाता खोइ त नि पैसा दिने छाता दो अन्त के गर्ने कि हेर्नु मन्दिर आएको नानीले यस्तो बिजोक कोही आयो कोही आएनन् यस्तै भयो साथीहरू पर्यो अनि हामी यहाँ बसेको छोरीलाई चाहिँ भोक लाग्यो अरे अनि खाँदैछ यस्तो पानी पऱ्यो नि हामी आउनु साथीहरू यति टाढाबाट आयो पानी पऱ्यो के गर्नु लाइन बसेर चाहिँ सक्दिनँ मेरो छोरी पनि मान्दैन त्यही भएर म चाहिँ बाहिर दर्शन गर्छु यस्तो बिजोक भयो पानी परेर मनोकामना मन्दिरले सबैको रक्षा गरून् हामी चाहिँ यहाँ आइपुगेको छौँ अनि अब हामी चाहिँ पूजासुजा गर्छौँ तर भिडभाड छ पानी परिरहेको छ साथीहरू म चाहिँ अब मेरो छोरीले पनि खासै मान्दै छैन हो म चाहिँ बाहिरै दर्शन गरेर निस्किन्छु होला हेर्नुहोस् त सबैजनालाई मनोकामना मन्दिरले रक्षा गरून् साथीहरू ल म चाहिँ बाहिर दर्शन गरेर निस्किन्छु साथीहरू किनकि पानी धेरै परिरहेको छ नि त अनि अब मेरो छोरी पनि मान्दै छैन यहाँनिर चाहिँ मेरो छोरी चाहिँ मेरो पापा हुनुहुन्छ अनि टक्कसँगले हामी चाहिँ बाहिरै पूजा गर्छु अब दर्शन त हो आए अब मेरो छोरी मान्छे छैन धेरै हेर्दै गर्नु होला साथीहरू ल हामी चाहिँ मन्दिरमा गएर मन्दिरमा गएर पूजासुजा गरिसकेर साथीहरू माथि चाहिँ अलिअलि मात्रै भिडियो गरेँ पानी धेरै परेर अनि यहाँ चाहिँ अब हामी खानासाना खाइसकेर अब चाहिँ हामी लाग्ने मेरो आजको भिडियो चाहिँ यति नै सबैजना हामी यहाँनिर सबैजनालाई बाई बाई भन्दै नेक्स्ट भिडियोमा भेटौँला ब्याट्री सकिनु लागेको छ त्यही भएर सबैलाई बाई बाई भनिदिएको लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला प्लिज बाई बाई सबैलाई